हेलो साथीहरू, गुड मर्निङ। आज चाहिँ मेरो बिहानै सुरु भयो है त। उठेर ओछ्यानहरू मिलाउने अनि यस्तो गरेर है हजुरहरूले चाहिँ के गर्दै हुनुहुन्छ? भाँडासाँडा माझेँ टक्क पारेर, कपडा धुनु छ, भाँडा ल्याएर ठिक्क छ साथीहरू। म चाहिँ मुखसुख धोएर अनि बसेको अवस्था साथीहरू। अब कपडा धुन्छु अनि कफीहरू पिउँछु। हजुरहरूको दिन कसरी बित्दैछ यसो मिलाएर पनि माया गरिदिनु होला। अनि अब स्ट्यान्ड भाँचिएको छ साथीहरू, अस्तिदेखि नै ल्याउँछु भनेको ल्याएकै छुइनँ। माइक पनि यसो ल्याउनु पर्ने छ। यसो भ्लगहरू कहिलेकाहीँ आउँछ, सकेसम्म रेगुलर हाल्ने ट्राई गर्नेछु। साथीहरू माया गरिदिनु होला। अनि यहाँ ब्याक साइडमा चाहिँ फर्निचर छ साथीहरू यहाँ। अनि त्यहाँबाट फर्निचरको हल्ला डिस्टर्ब आइरहेछ होइन साथीहरू। यस्तै छ, के गर्नु। एक्लो लाइफ, एक्लो बिन्दास जिन्दगी होइन। बिहान बिहान उठ्यो बिन्दास छ। हजुरहरूको के छ, कस्तो छ होइन। आज हल्का बाहिर जाने प्लान छ। कहाँ जान्छु पुगेपछि देखाउँछु है साथीहरू। कोही छैन, एक्लै जाँदैछु। अनि अब यस्तै छ, के गर्नु साथीहरू। ल साथीहरू, अब चाहिँ हल्का सनक्रिम लाएँ, लिपस्टिक लाएँ, मुठ फुटेर गाह्रो भइरहेछ। अनि कफी बनाएर पिउनु लागेको अवस्था। मैले चाहिँ यो स्याम्पू युज गर्न थालेँ साथी। पहिला हजुरहरूलाई देखाएको थिएँ नि, त्यो स्याम्पू छोडिदिएर यो यसो कन्डिसन चाहिँ पाएको छैन, ल्याउँदैछ। यस्तो छ स्याम्पू। अब यो कपाललाई राम्रो हुने रहेछ। अब चाहिँ क्यामेरा आफै बोक्ने, क्यामेराम्यान पनि आफै, सबै आफै है साथीहरू। अब कफी बनाएर पिउँदैछु। अनि मेरो चाहिँ किचन यस्तो छ होइन साथीहरू, सानो। जस्तै भए पनि खुसी हुन सिक्नुपर्छ। अनि यहाँ हेर्नु न, मेरो टेबलभरि के भइरहेको छ, बोतलहरू धोएर राखेको छु। अचार हाल्ने कुन दिन थाहा छैन, हल्का खोर्सानी चाहिँ हाल्नु पर्ला भन्दैछु। अनि म चाहिँ कफी बनाएर पिउँदैछु साथीहरू। अब फोन राख्ने ठाउँ पनि छैन होइन, आफ्नै यसो कतै लगेर उभिएर केहीमा अड्याएर राख्नुपर्ने अवस्था छ। अनि साथीहरू कफी चाहिँ हेर्नु न, अब मलाई चाहिँ यो कफी लगर अब यो बोतलै माझेर अचार हाल्नु पऱ्यो भन्दैछु, खाली भएको किन छोड्ने होइन साथीहरू। अनि यस्तरी धोएर खाँदैछु। यो किन फ्याँक्दैन कफीको भाउ साथीहरू। यो कफीलाई 1300 के 1300-1400 परेको छ साथीहरू। यहाँ प्राइस पनि कता छ, छँदैछ होला 1400 कति। यो राधेको भाडभटेनीबाट लिएर आएको है साथीहरू। अनि कफी भाउ बढेको यो दसैँभन्दा हल्का अघिदेखि बढेछ, पहिला त बढेको थिएन साथीहरू। हेर्नु न, कफी बिना बाँच्नु नसक्ने मान्छेको भाँडा, कफीको भाँडाहरू छ यत्रो यत्रो। यो पनि कफी नै हो साथीहरू। हजुरहरू चाहिँ कति खानुहुन्छ भने अलिक कन्ट्रोल गरेर कम खानु है। म जस्तो क्रेजी चाहिँ नहुनु, फेरि गाह्रो हुने रहेछ बाँच्नलाई। त्यही भएर किन फ्याँक्ने भनेर बोतलै लिएर हालेँ साथीहरू। कफी नगर होइन फेरि छ नि कफी चाहिँ छ है सर। अनि अब यो कफी पिएर कपडा धुन्छु। कपडा भिजाएर आएको छु, अघि देखाएको कपडा। अनि साथीहरू यस्तै छ, बोतलहरू धुइधाइ गरेर राखेको छु। हजुरहरू कति यसमा पानी तताउनु, मलाई चाहिँ यसमा इजी लाग्छ है पानी तताउनलाई, छिटो हुन्छ। अब यसरी बसेर कफी पिउने साथीहरू। अब साथीहरूसँग भरको साडी त केही छैन होइन, यस्तै छ। कफी पिउने, कफी साथ को बिस्किटहरू लिनुहुन्छ। म चाहिँ आज बिस्किट नलिने, तर पानी चाहिँ खान्थेँ साथीहरू। पानी खानै बिर्सेछु। पानी अनि
हल्का यसो लेखाइ पनि गर्दैछु केही कुराहरू। मनका भावनाहरू पोख्ने ठाउँ त कहीँ छैन नि साथीहरू। टिकटक अनि अब युट्युबमा हल्का भ्लगहरू बनाउँदैछु होइन, आफ्नो भावनाहरू पोख्नुलाई ठाउँ छैन, त्यही भएर केही कुराहरू यहाँ आफ्नो मनका भावनाहरू यसो लेख्दै पोख्दै। पहिला त मान्छेहरू केबाट लेख्थे, यहीबाट होइन र? अहिले पो हामीहरू फोनको जमाना आए, टिकटकको जमाना आए, भिडियोको जमाना आए, यो फोटो गर्छु। पहिलाको जमानामा त यही थियो नि, यो पनि थियो कि थिएन साथीहरू, थाहा नै छैन। ठिकै छ ल, सबैलाई टेस्ट। मलाई चाहिँ कफी चाहिँ मनपर्छ, तर धेरै खान सक्दिनँ, त्यही भएर सानो कप लिएको छु है, खाइरहनु चाहिँ मन लाग्छ। ल साथीहरू, दिनहरू यसरी नै बित्दैछ। हजुरहरूको दिन कसरी बित्छ? मेरो चाहिँ अब यस्तै छ। अब एउटा गीत सुनौँ कि यहाँ बिहान के गीत सुनौँ? माया गर्छु भन्ने धेरै पाइन्छ, मलाई भने तिम्रै न्यानो माया चाहिन्छ, मलाई भने तिम्रै न्यानो माया चाहिन्छ, सौभाग्यले पाई तिमी बिसाउने चौतारी, जुनी काट्छु भन्ने यहाँ धेरै पाइन्छ, मलाई भने तिम्रै न्यानो माया चाहिन्छ। होइन साथीहरू, यस्तो हल्का रमाइलो। ल है साथीहरू, हामी चाहिँ माथि डाँडा घुम्दैछौँ। कुन ठाउँ होला यसो गेस गर्नु होला। भाइ म माइजू पानी बोकेर टक्क पारेर हिँड्दैछौँ। यस्तो रमाइलो साथीहरू, यो ठाउँ गेस गर्नु होला, तपाईँहरू घुम्नु आउनु होला। यस्तो छ होइन, अनि रमाइलो छ। आउँदाखेरि चाहिँ यस्तो छ, डाँडा हेर्नेलाई चाहिँ राम्रो छ। माइजू पनि हुनुहुन्छ। हामी हिँड्दैछौँ। यो के हो? काँसको घारीमा। काँस घारी चाहिँ राम्रो छ। अनि यस्तरी आज धेरै पछि मोट फ्रेस पार्नुलाई हिँडेको अवस्था। यस्तरी भिडियोमा चाहिँ परेको आउने रहेछ, गाह्रो छ साथीहरू। यस्तरी हिँड्दाखेरि कस्तो हुन्छ? यो ठाउँ चाहिँ रमाइलो छ, जे होस् आउनु होला हजुरहरू पनि। यसो रमाइलो डाँडाकाँडा हेर्नु मन लाग्यो भने चाहिँ माइजू र भाइ अघि हुनुहुन्छ। यस्तरी हामी पनि छौँ हिँड्दै। साथीहरू हेर्नु त, यो डाँडाको भ्युज। आइसक्रिम खाने भन्दैछ यहाँ काठमाडौँ सहर यस्तो दामी देख्छ कि हजुरहरू पनि आउनु होला। यस्तो रमाइलो छ यता है, घुम्नुलाई चाहिँ हामी यो सबै घुमेर फोटो खिच्ने, भिडियो बनाउने सबै गरिसक्यौँ है साथीहरू। त्यो चाहिँ मैले स्कुटर सिक्ने ठाउँ है साथीहरू, तर स्कुटर किन्नु सकेन, के गरिब अवस्था है। कति राम्रो देख्छ हेर्नु न काठमाडौँको भ्यू, यति रमाइलो छ कि साथीहरू यहाँ। अनि यहाँ मेरो माइजू हिँड्दै हुनुहुन्छ, भाइ अनि म पारेर बिन्दास पारामा। तर चार्जै सिधै छ, अब आफै हुन्छ साथीहरू। हजुरहरू पनि आउनु होला, यति रमाइलो छ कि। अब वाउ हिँडेको हामी यस्तरी, माइजू हामी भाइ डाँडामा हिँड्दैछौँ, उकालो चढ्दैछौँ। फुल चाहिँ रहेनछ हो, फुल हेर्न आएको यहाँ पो रहेछ फुली। ल हेर्नु, स्कुटर सिक्ने ठाउँ।